So, alright guys, welcome back to my new vlog. आज चाहिँ हामी खोला पिकनिक गर्नु जाँदैछौँ अन्त साथीहरू पनि छ म चाहिँ रुममा छु साथीहरूको रुममा बस्दैछ न म चाहिँ अन्त मामसाम चाहिँ खाएको छैन चामलहरू पिक भइसक्यो केटाहरू चाहिँ लुगा धुँदैछ अन्त धेरै दिन लङ टाइममा भ्लग गर्दैछु आज चाहिँ भ्लग अपलोड गर्छु होला अन्त केटाहरू चाहिँ लुगा सुकाउँदैछ यहाँ बाहिर देखाउँछु म केटाहरू चाहिँ यहाँ छ होइन अन्त एकजना चाहिँ यहाँ छ अन्त भर्खर स्कुलको लुगा धोएर सुकायो त्यसले चाहिँ हिजो यहाँ सुकाएको छ यो चाहिँ यसले चाहिँ अलिकति गुल्चे गर्छ हामीलाई केही नभनी कामहरू गर्छ होइन तर मान्छे चाहिँ राम्रो छ लुगाहरू चाहिँ सबै यसको लगाएको छु होइन यसको छ अनि लुगाको चाहिँ यो चाहिँ माक्को ढिले चाहिँ जाने बेलामा लुगा धुन्छ हो अन्त ढिलो भइसक्यो केटाहरूले चाहिँ फोन गरिसक्यो यसले ढिलो मात्रै गर्छ अब चाहिँ जाने बेलामा भ्लग गर्छु केटाहरू के छ होस्टेलको केटाहरू छ अनि रुममा बस्नेहरू आदि केटाहरू छ यस्तै 10-11 जना छ होला यस्तै छ सो अलराइट अहिले चाहिँ हामी खोलामा जाँदैछौँ यहाँ दुईजना केटाहरू आउँदैछ अन्त अहिले चाहिँ हामी हस्पिटल छु केटाहरू जाँदै अघि सामान किन्नु गइसकेछ बजारतिर पछाडि जाँदैछ ढिलो गर्ने चाहिँ यही दुईजना हो किन्दै गर न एन्सीहरू होइन सो अहिले चाहिँ हाम्रो केटाहरू सबै बेला बसिसकेको छ यो मेरो स्कुलको क्लासमेट हो ए कतिजना छ हामी 15 जना जति चाहिँ जाँदैछ के भएको छ सौदाहरू चाहिँ अलिक ब्यागहरू चाहिँ निकै फुलिरहेछ केटाहरू हेन्सम छ केटाहरू चाहिँ यहाँ झन् हेन्सम छ एकजना को केटीले हेरिदिइरहेछ अलिकति कमेन्ट गरिदिनु होला यहाँ सो फाइनली हाम्रो डेस्टिनेसनमा पुग्न आँटिसकेको छ केटाहरू निकै तल छ अन्त हाम्रो माछा मार्ने चाहिँ यहाँ ढम्बर बोकेर हिँडिरहेको छ यहाँनिर हामी चाहिँ यहाँ तल जाउँ भनेको माछा मार्नु मात्रै चाहिँ यहाँ जाउँ भनेको त केटाहरू चाहिँ निकै खेतमै पुगिसकेको छ आधी माथि नै छ अब खोला पुगेर नै गएको छ बाटो चाहिँ निकै अप्ठ्यारो छ हिरोहरू काटेर चाहिँ अप भइसक्यो कहाँ तल छ केटाहरू सो फाइनली अहिले चाहिँ पुल आइसकेको छ हामी यता चाहिँ पानी त्यति छैन रहेछ यता चाहिँ सानो भाइहरू खेल्दैछ हाम्रो केटाहरू ऊबाट खेल्दैछ यहाँनिर खेल्दैछ अन्त यहाँनिर चुसाब दोष पढाइ पुगेर आइज अब चाहिँ अब यहाँ छु म चाहिँ अहिले भर्खर आइपुगेँ क्या हाम्रो माछा मार्ने चाहिँ यहाँ हेर्नुहोस् न गाइस अब एक्सनमा बसिदिइरहेछ यहाँनिर अन्त केटाहरू पौडी खेल्नु थाल्यो जाने साथ बस्यो जाउँ अब हामी अब यसको फोटो खिचिदिएर चाहिँ अहिले भेट्छु गाइस वहाँनिर पुग्दाखेरि त्यतिकैमा सुमनले बिट बक्स यो दामे लैजान्छु बोकेर तिमीले आज म किनकि तिमी छौ आजको रातमा तेरो बसेर घुमेर नाच्न तिमीलाई पनि मलाई जस्तो पहिला होला जस्तो म त्यसैले आउन तिमी आउन ख्याउ हामी कुमाका चाहिँ अँधेरो ठाउँमा जाऊ त्यसपछि गर्नु र रातभरि मोज मेरो बोका पारेर कस्तो लाग्यो नि हो नजाउनु पर्यो तिमी नजाउन छोडेर गाइदिन्छु म यो अब तुतु नछोडेर नजाउनु पर्यो तिमी नजाउन छोडेर गाइदिन्छु मसँग नचाउन छोडेर हल्लाउँदै च्याक तिम्रो बस्छले बढेको हौ कति बढेको सही ल दामी बढी चाहियो मलाई राम्रो जाने लासी गर्छ म चाहिँ आफ्नो धुनमा यस्तो मेरो काम दाम छैन मेरो परिवार हुने खाने काम दाम होइन तर बाल लाग्दैन मन मार मान्दैन म बस्ने वाला छुने तँले जाल फाल्दैन
बोकेर आउरिरहेको छु म नयाँ सोच सङ्घर्ष गर्न आएको म यहाँ गर्दिनँ म मोच त्यसैले केही गरेर खान्छु नत्र मरेर जान्छु बरु लडेर बाँच्छु अघि बढेर हाँस्छु मेरो नयाँ सोच नयाँ बिर्ताको वरिपरि ज्यानहरू आयो मलाई जित्न लौरेलाई खोज काछ मागेर लागे म फरक बाटोमा वान्टेडमा चढे मेरो नाम पत्रिकाले खबर छापेछ यस्तो केही मतलब लागेर हेर्दिन समाचार म इन्काउन्टर केटाहरूले चाहिँ सब्जी पकाउन थालेको छ होइन अन्त यहाँ चाहिँ सिसीले नर बनाउँदैछ माछा मार्नुको लागि रेडहरू खाँदैछ मासुको कलर केराको पत्ता खोज्दै गरे त आमा ढुङ्गामा हुन्छ चामल यस्तो चाहिँ प्लास्टिकमा चामलहरू ल्याएको छ होइन केटाहरू यहाँ भात खाँदैछ लुगा फेर्दैछ साथी हामीले खाँदैछ अब चाहिँ हामी फर्किने बल्ल बल्ल छ पछाडि विजय मेरो विजय उयो फेक्दैन सो अहिले चाहिँ हाम्रो पिकनिक पनि सक्यो तर्फ झन्दैछ गाडी सबै रुम फर्किँदैछ आधी चाहिँ यहाँ भाडा मात्दैछ आधी चाहिँ पर बारी पुग्नु सिकिसक्यो चाहिँ हामीले यताको मेरो भ्लग चाहिँ यतिमै हो सानो मिठो कस्तो लाग्छ तपाईँहरूलाई अन्त मन परेमा लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला थ्याङ्क यू फर वाचिङ बाई बाई गाइस